नमस्कार सम्पूर्णलाई जय हिन्द जय गोर्खा। यहाँ हेर्नुस् त एउटा सानो भाइलाई के अरे हाम्रो उता पढ्नु गएको थियो सायद यता हैन दिल्ली साइड कता पढ्नु गएको थियो। नाम छ एन्जेल चाकमा। एन्जेल चाकमा नाम गरेको भाइ पढ्नु गएको थियो। 18, 19, 20, 22 वर्षको कति थियो हैन, एकदम कलिलो उमेरको। उसलाई हमेशा के अरे चाइनिज, हमेसा नेपाली सानो सानो आँखा, छोटा छोटा आँखा भनेर जिस्काउँथ्यो। तर त्यो भाइले के अरे भन्यो म चाइनिज पनि हैन, म इन्डियन हो, आई एम द इन्डियन भनेर भन्दाखेरि ऊ चक्कु हानेर मारिदियो हैन। हामी नरेन्द्र मोदीलाई आग्रह गर्न चाहन्छौँ, हामी हाम्रो दार्जिलिङको सांसद राजु विष्टलाई आग्रह गर्न चाहन्छौँ, निवेदन गर्न चाहन्छौँ। यो भाइको के अरे भाइलाई हत्या भएको छ, भाइको हत्या भएको छ, नानीको हत्या भएको छ। तपाईले यसलाई खोज्नुपर्छ, तपाईले यसलाई संसद भवनमा गुन्जन गर्नुपर्छ यसको आवाज। वी वान्ट जस्टिस। यो भाइको लागि हाम्रो के अरे दाजुभाइ बहिनी, हाम्रो छोराछोरी छ, हाम्रो बढेको छोराछोरी दिदी बहिनीहरू छ, पढ्नुको लागि बाहिर हामी पठाउँछौँ। हाम्रो गाउँदेखि बाहिर, दार्जिलिङदेखि बाहिर, हाम्रो वेस्ट बंगालदेखि बाहिर। तब हाम्रो छोराछोरीलाई चिम्से आँखा चाइनिज भनेर जिस्काउनु पाउँदैन। वी आर द इन्डियन। हामीलाई प्राउड लाग्छ, हामी इन्डियन हो, किनभने हामी इन्डियन हो। देश आजाद पनि भएको थिएन, देश आजाद भी नहीं हुआ था उस समय से। मेरा पूर्वज इंडिया भारत में इस दार्जिलिंग में रह रहा है, कालिम्पोंग में रह रहे हैं। 5-7 पीढ़ी से हम लोग रह रहे हैं इंडिया में, दार्जिलिंग कालिम्पोंग में, और विभिन्न स्थानों में हमारे गोरखा जाति रह रही हैं। क्या आप लोग हम लोगों को आँख छोटा वाला, आँख चिमसे वाला चाइनीज बोल के आप ये करोगे? ऐसा कौन सा संविधान है? इंडिया में तो हर तरह का फूल खिलते हैं, हर तरह का फूल एक ही बाग में लग के इंडिया को इंडिया कहा जाता है। तो नरेंद्र मोदी को हम लोग आग्रह करते हैं, निवेदन करते हैं, ऐसा कानून लाइए आप संसद में जो कि कोई भी आदमी किसी का भी हत्या करने से पहले 10 बार सोचे। यो भिडियो सम्पूर्णले भाइरल गरिदिनुहोस्। यस्तो तपाईलाई पनि पढ्नु सक्छ, मलाई पनि पढ्नु सक्छ, मेरो छोराछोरीले पनि पढ्नु सक्छ, तपाईको छोराछोरीलाई पनि पढ्नु सक्छ। यसको आवाज उठाउनु पर्छ, सोशल मिडियाको पावरलाई देखाउनु पर्छ, शेयर गर्नुहोस् यस्तो भिडियोहरूलाई। तपाईको पनि यो हुन सक्छ है साथीहरू। यसरी हामी गोर्खा जाति, हामी के अरे नेपालीहरूलाई, नेपाली भाषी गोर्खा जाति इन्डियन भनेर हामी गर्व गर्छौँ। हर इन्डियाको प्रोग्राममा, कल्चरमा हामी सहमति दिन्छौँ, हामी खुसी मनाउँछौँ हैन। हामीलाई चाइनिज, चिम्से आँखा भनेर यसरी जिस्काएर हाम्रो छोराछोरीलाई हत्या गर्नु पाउँदैन। नरेन्द्र मोदी र राजु विष्टलाई हामी आग्रह गर्न चाहन्छौँ, निवेदन गर्न चाहन्छौँ कि हाम्रो छोराछोरीलाई, हाम्रो नेपाली गोर्खा जातिलाई कहीँ पनि हेला होच हुनु पाउँदैन। त्यसैले हामी छुट्टै राज्य गोर्खाल्यान्ड मागेको। हामीलाई पुरा अत्याचार भइसक्यो। बंगालले त अत्याचार गर्यो, बाहिर देशकोले पनि हामीलाई अत्याचार गरिरहेको छ। त्यही लागि हामीलाई छुट्टै राज्य गोर्खाल्यान्ड दिएर या त सिक्किमसँग मिलाइदिएर हामीलाई हाम्रो पहिचान दिनुहोस्। हामी कोही पनि कहीँबाट पनि आएको होइन, हामी बाहिर देशबाट आएको होइन। ये भूभाग देश आजाद होने से पहले जब 1947 में देश आजाद हुआ, और तब से ये आज बहुत पहले से सिक्किम और नेपाल का भूभाग है। 1950 में ये इंडिया में इंक्लूड हुआ गया। इतिहास पढ़ो आप लोग कहीं कहाँ थे तब? बहुत पीढ़ियों से, मतलब 16 ईस्वी से हम लोग यहाँ पर रह रहे हैं, मेरा बुजुर्ग रह रही है। आप लोग देखो संसद भवन के आगे हमारा देश आजाद जब हुआ, देश आजाद को स्वतंत्र करने के लिए हम लोग का पूर्वजों ने अपना दान का बलिदान दिया है। ऐसा नहीं करना चाहिए, ऐसा नहीं करना चाहिए। नरेन्द्र मोदी और के अरे राजु विष्टजीलाई यो भिडियो तपाईले हेर्नु हुँदैछ भने यो भाइ जो एन्जेल चाकमा छ त्यसको के अरे यो हुनुपर्छ, जस्टिस हुनुपर्छ, न्याय हुनुपर्छ। यसरी कसैको पनि छोराछोरीलाई कहीँ पनि पढ्नु जाँदाखेरि हत्या गर्नु पाउँदैन, कसैले पनि हत्या गर्नु पाउँदैन। इन्डियन कानूनले के भन्दैछ, इन्डियाको कानून के छ हैन? कुकुर बिरालो जस्तै मारिदियो भने हुन्छ। त्यो जसले पनि हत्या गरेको छ त्यसलाई सीबीआई लगाएर पनि खोजेर पनि त्यसलाई सजा हुनुपर्छ भन्दै म आजको भिडियोलाई अन्त गर्न चाहन्छु। जय गोर्खा, जय हिन्द।